नमस्कार, म श्याम थापाको तर्फबाट आज म हजुरहरूलाई देखाउन गइराखेको छु बहरा गुफा माण्डवी 2 पुक्रुकमा अवस्थित। हेर्न सक्नुहुन्छ यहाँको मन्दिर भयो, भवन भयो हैन। बहरा गुफाको भित्र त म अहिले देखाउन सकिनँ, म बाहिरबाट हजुरहरूलाई देखाउन सक्छु। र यो भन्दा पहिलेको भिडियोहरुमा पनि गुफा भित्रको देखिसक्नु भएको छ। र आज चाहिँ म हजुरहरूलाई छोटकरीमा मात्र यहाँको गुफाको बाहिरको दृश्यहरू अनि यहाँको हाम्रो जो घरती बकालले पूजा गर्ने मन्दिर छ त्यो र यहाँको भवन अनि यहाँको पुस्तौं पहिले सुकी दह भनेर नामीकरण छ त्यो दहको दृश्य, यहाँको सबै संरचनाहरू म हजुरलाई देखाउन गइराखेको छु। देख्न सक्नुहुन्छ पारी गुफा छ। जय भोले। त्यो चाहिँ गुफाको भित्र मन्दिरको भित्र केही त्रिशूल अनि मूर्तिहरू राखिएको छ। जुन यहाँबाट भित्र गइन्छ, यहाँबाट भित्र अहिले हजुरहरूलाई देखाउन सक्दिन। यहाँदेखि भित्र गइन्छ। जय मा। यो चाहिँ यहाँको गुफाको दृश्य हो। अब हामी चाहिँ गइराखेका छौं जुन हामी घरती बकालले पूजा गर्ने मन्दिर त्यतातिर गइराखेका छौं। हामी चाहिँ मन्दिरतिर गइराखेका छौं। यो जो हाम्रो घरती बकालले पूजा गर्ने मन्दिर हो। म एकचोटी घन्टी बजाएर नि सुनाउँछु। अब हामी गइराखेका छौं जो हामी माण्डवी 2 पुक्रुकको स्थानीयको यो भवन हो। यो अहिले चाहिँ चाबी छैन, यसको भित्र देखाउन सक्दिन। यो भवन घर है त साथी। यो चाहिँ हाम्रो यो पुस्तौंदेखि पहिले यसमा दह थियो अरे, अहिले चाहिँ सुकेर पानी छैन। यहाँ चाहिँ भलिबल खेल्ने ग्राउन्ड बनाइएको छ। यो चाहिँ गाइज हल पुरा यो भलिबल खेल्ने ठाउँ हो। यो भवन अनि मन्दिर अनि यो चाहिँ यो बहरा गुफाको माथिको मन्दिर हो सायद। हाम्रो माण्डवी 2 मा अवस्थित बहरा गुफाको सम्पूर्ण दृश्यहरू हजुरहरूले हेरेरै सक्नुभयो। कस्तो लाग्यो साथी हो? अगर यदि हजुरहरूलाई राम्रो लाग्यो र मन पर्यो भने चाहिँ लाइक, शेयर, सब्स्क्राइब युट्युबमा पनि राख्छु, सब्स्क्राइब गराइदिनु होला र शेयर चाहिँ अवश्य गरिदिनु होला। धेरै मेहनत लागेको छ यो भिडियो बनाउँदा हजुरहरूको लागि। मेरो आफ्नो गाउँ भित्रका संरचनाहरू हजुरहरूलाई देखाउनको लागि मैले यो मेहनत गरेको। एक शेयर अवश्य बन्छ। हस्त, धन्यवाद।